चलाइदिनु चलाइदिनु आइसक्यो बाँदर त्यो त हामीले बाल्ने हो कि अहिले समातेर त्यो ल्याउनु लाइटर दिनु मलाई लाइटर अलिकति उता लाइन राख्नु है अनि फुटाउने यही हो र ल यही हो के यही मुटु भन्नु मजाले अब भात सिरिरीमा नै उडाउन मेरो कान्छीको गाउँमा माया साट्न आएको घाटे म त हेरन कान्छी मनमा चलाइदिनु आइसक्यो बाँदर बरको छाया फेदैमा चौतारी बिसाइदिनु काँधैको भारी वारी पर पारी पिपलो वारी पर पारी बरको छाया फेदैमा चौतारी बिसाइदिनु काँधैको भारी वारी पर पारी पिपलो वारी पर पारी केही गर्दैन क्या छोरो तिमी अहिले खानेकुरा राखेर पो त त्यो उ गरेको
Happy Holi! अंकल अंकल भाइ अंकल भाइ यता बोलाउनु 20-33 आपका गाड़ी है 20-33 ओ बरको छाया फेदैमा चौतारी बिसाइदिनु काँधैको भारी वारी पर पारी पिपलो वारी पर पारी ढिलो भएर क्या हो है बन्द भएको यहाँ तो मजाले हेर्न पाइन्छ गोरखनाथ बाबा की जय गुरु गोरखनाथ बाबा खाली के पर्छ सफा गर्नु छ भाइ साथको चिना भने त यही होला राजा कृष्णको खुकुरी राजाको सेना हो मोटे बेट काजी कालु पाण्डे अनि के गरेको काजी कालु पाण्डे हो भनेको पृथ्वीनारायण यस्तै हुनुहुन्छ अघि के भने भर्खरै फुकेर बजाउने पुरानो सिक्काहरू मेरो हाई यो सब चाँदीको सिक्का मेरो मात्रै नि बाबा आएर न बाबा यो एक
कसले यसले देखिने यसले कुसुन्डा के गरेको कुसुन्डाले जङ्गलमा जनावर मारेर खाने शेर्पा हिमालमा बस्नु हिमालको काखमा बस्नु यस्तो नानाले तातो बनाउँछ क्या बक्खु यस्तो लुगा लगायो भने तातो हुन्छ उनीहरूको ड्रेस हो क्या आफ्नो सबै फोटो त होइन पेन्टिङ पनि छ यो नि पेन्टिङ होइन जमिन नजानु ल अब आउनु त अब गर्नु न छिटो यतातिर आउनु न यहाँतिर यतातिर आउनु कि यसरी काम काम गरेर आउनुला यतातिर आउनु न यतातिर आउनु न यतातिर आउनु कि ल आउनु र खेल्दै हामी लार्पाका यो साथीहरू कम्पले घरहरू भत्काएर नयाँ बस्ती स्थापना गरेको ठाउँ लार्पा पछि बोलेर बनाए नि हुन्छ ल बाबु आयो है छोरी घर त छोरा कस्तो है पानी होला नि होटल त ल साथीहरू लार्पाक आइयो यी अब यहाँ अर्ग्यानिक चिज खाँदैछौँ हामी यी ल हामी यहाँ लोकल कुखुराको मासु होइन यहाँ च्याउ यहाँ दिदीले बनाउँदै हुनुहुन्छ ल हेर्नु मेरो छोरी होइन लार्पाक यो चाहिँ लार्पाक गाउँ है लार्पाक गाउँ कति मजाले ल हेर्नुहोस् हाम्रो यहाँको स्पेसल झ्याङघट्टे स्पेसल झ्याङघट्टे ढिलो भएर क्या हो है बन्द भएको यहाँ त मजाले हेर्न पाइन्छ गोरखनाथ बाबा की जय गुरु गोरखनाथ बाबा गुरु गोरखनाथ बाबा
के हो ल ल ल साथीहरू लारपाक ट्याक्क ल हेर्नुहोस् यस ठाउँबाट गणेश हिमाल मनासलु मजाले देख्न सकिन्छ तर अहिले त अब पानी यस्तो पानी परिरहेको छ हुसी लगाइरहेको छ त्यो भएर देखिँदैन है चिसो चाहिँ भयङ्कर छ ल साथीहरू हामी यहाँ गोर्खाको लारपाक भन्ने गाउँमा आइपुगेका छौँ हेर्नु गोर्खाको लारपाक भन्ने गाउँ हो नि त त्यो एकैनासको बस्ती बनाएको ठाउँ हेर्नु भूकम्पपछि 2072 सालको भूकम्पपछि हैन बनेको बस्ती एकीकृत बस्ती हो यो ल हेर्नुस् हिजो बेलुका हामी यहाँ आइपुग्यौँ बस्यौँ हैन बिहान यसो घुमेर हिँड्छौँ हेर्नुस् यहाँ सिग्नल बाटो छ रमाइलो छ बस्ती चाहिँ है साथीहरू ल हेर्नुस् मजाले वाउ हाम्रो यहाँको स्पेशल झ्याङघट्टे स्पेशल बारपाक आइएको छ बारपाकको भूकम्पको एकदम केन्द्रबिन्दु भनेको यो हो ल हेर्नुहोस् बारपाक भन्ने ठाउँको बजार हो
भेडालाई मुनि मुनि भनेर आउनु म्या गर्नुपर्छ बल्ल बाख्रा चाहिँ मुनि मुनि भनेपछि आउँछ टाउको नछुने